हेलो एभ्रिवन, नमस्ते सबैजनालाई स्वागत छ। आज म बोगासुती डाँडामा आएको छु। बोगासुती गाउँमा मेरो जन्मभूमि, जन्म ठाउँ, जुन ठाउँलाई चाहिँ मैले प्रमोट गर्नुपर्ने हुन्छ। मेरो ठाउँ यहाँदेखि चाहिँ यो स्यानीघोष जाने बाटो छ भने यहाँनिर चाहिँ हाम्रो होमस्टे छ, जुन चाहिँ मगरात हिसाबको एउटा सांस्कृतिक हिसाबको चाहिँ एउटा होमस्टे बनेको छ। यसको जस सबै चिज व्यवस्था राम्रै छ। अलिकति आउने बाटो सहज नभएको कारणले गर्दाखेरि मात्र होला मान्छेहरू खासै नआउनु भएको। तर चाहिँ यहाँनिर भिजिट गर्न सबैलाई आग्रह गर्दछु। यहाँनिर एकदम राम्रो यो होमस्टेलाई मात्रै नभई यो गाउँलाई चाहिँ माया गरिदिने मान्छेहरूले गाउँलाई हेर्न आइदिनु होला भन्न चाहन्छु। सम्पूर्णलाई आइदिनु होला, एकखेर हेरेर यो गाउँको रमझम, गाउँको सम्मान गर्ने तरिका, मान्छेलाई गर्ने तरिका हेरिदिनु होला भन्न चाहन्छु। यो ठाउँमा चाहिँ एकदम रमाइलो छ। यहाँनिर सब बेस्ट छ। यही बाटो भएर चाहिँ जान्छ। यहाँबाट चाहिँ स्यानीघोष भन्ने ठाउँमा पुग्छ। स्यानीघोष यतातिर कहाँ कहाँ भन्ने ठाउँमा पुग्छ। सो म यहाँ चाहिँ अहिले यो होमस्टेको विशेष गरी प्रचार प्रसारण भन्दा पनि अलिकति यो साथीभाइलाई हेर्नुहोस् भन्न चाहन्छु। कसैलाई केही यो ठाउँमा आउनको लागि लोकेसन चाहियो भनेपछि मसँग लोकेसनको विषयमा कमेन्टमा आफ्नो विचार राखिदिनु होला। म कमेन्टमा तपाईँहरूलाई चाहिँ सबैलाई भनिदिनु होला। सो म यहाँभन्दा माथि पनि जाँदैछु। आज विशेष गरी घुम्न भनेर हामी बहिनी ज्वाइँ अनि फेरि हामी बुढाबुढी भएर आज आएको छौँ यो ठाउँमा घुम्नको लागि। सो यसलाई चाहिँ थोरै हाम्रो होमस्टेलाई, गाउँको होमस्टेलाई प्रमोट गरौँ भनेर चाहिँ म यहाँनिर रोकेर अनि यसलाई चाहिँ मैले भिडियो बनाएको छु। सो भित्र चाहिँ हेर्न मिल्दैन किनभने चाहिँ चाबीहरू तालाहरू लगाएको छ, भित्र हेर्न मिल्दैन। सो यो ठाउँमा आउनको लागि कसैले चाहिँ आउन चाहनुहुन्छ, यो गाउँको चाहिँ लोकेसन हेर्न चाहनुहुन्छ, गाउँको ठाउँहरू हेर्न चाहनुहुन्छ भने कृपया आएर भिजिट गर्नु होला भन्न चाहन्छु। हाम्रो यो बोगासुती गाउँमा एकदम बेस्ट मान्छेलाई सम्मान गर्ने तरिका। गाउँघरमा भनेको चाहिँ सम्मान भनेको चाहिँ सहर बजारमा भन्दा पनि गाउँघरमा एकदमै सम्मान हुन्छ। हेर्नुहोस् है, कसैले आउन मन लाग्छ, कसैलाई चाहिँ घुम्न मन लाग्छ, भिजिट गर्न मन लाग्छ यो ठाउँमा भनेपछि आउन सक्नुहुन्छ, भिजिट गर्नु होला। त्यसको लागि चाहिँ म तपाईँलाई एड्रेस चाहियो भने चाहिँ कमेन्ट गर्नु होला। म कमेन्ट बारमा तपाईँहरूलाई चाहिँ कमेन्टको यो ठाउँको लोकेसन पनि दिनेछु। र अनि फेरि यो ठाउँमा आउने इच्छा भएको मान्छेलाई म स्वयं आफै पनि ल्याउन सक्नेछु भन्ने हिसाबको चाहिँ तरिकाको कमेन्ट पनि गर्नेछु र आउनु होला भन्न चाहन्छु। योभन्दा माथि पनि जाँदैछौँ। ओके, एकछिन लागि स्टप। फाइनली साथीहरू हामी चाहिँ खुङकुटी डाँडा बरडाँडा भन्ने ठाउँमा टावरको नजिकै आइसकेका छौँ। त्यो टावर तपाईँहरूलाई अलि म देखाउँला। यो बिचमा छ, यो बिचमा हेर्नुहोस् है, यो बिचमा छ टावर। म देखाउँला। अब अहिले चाहिँ मेरो अटो यहाँनिर स्टप छ अनि यहाँ धुलो लास्टै छ साथीहरू। बाटो चाहिँ कडा छ, कडा है, आउन मिल्छ। जे होस् यता चाहिँ रमाइलो छ। गाउँघरमा रमाइलो भनेको चाहिँ छुट्टै किसिमको हुन्छ है साथीहरू। गाउँघरमा रमाइलो छुट्टै किसिमको हुन्छ र गाउँघरमा मान सम्मान पनि छुट्टै किसिमको हुन्छ। हेर्नुहोस्, अब त मान सम्मान पनि भइहाल्छ, भ्लग पनि भन्दैछ साथी त्यही किसिमले। त्यसैले हामी चाहिँ जाँदैछौँ। अझै पनि अलिकति रेस्ट गरौँ गाडीलाई भनेर चाहिँ यहाँनिर स्टप गरेको छु। सो म जाँदैछु। कहाँसम्म जान्छु तपाईँहरूलाई म देखाउँला नि त, हेर्दै गरौँला। फाइनली साथी हामी चाहिँ आइपुग्यो। यो चाहिँ स्यानीघोषको गाउँ हो। अझै गाउँ देखिरहेन। यो चाहिँ तल दरमान ददरी, त्यो ददरीको पुल हो। अनि यता चाहिँ माथि यो चाहिँ देखिने चाहिँ गना खोला साथी हो। त्यो देखिने चैतेको पुल हो। सो हामी चाहिँ यहाँनिर छौँ अहिले। यहाँनिरबाट पनि माथि जाँदैछौँ। कहाँसम्म पुगिन्छ तपाईँहरूलाई म देखाउँदैछु, हेर्दै गर्नु होला है। ल साथी हो, फाइनली चाहिँ स्यानीघोषको गाउँमा आइपुग्यो। खासै राम्रो देखिँदैन, सिनहरू चाहिँ राम्रै छ। जस यहाँबाट चाहिँ मैले थोरै गाउँको चाहिँ अलिकति लोकेसनहरू लिएँ, मैले ठाउँहरू लिएँ। मलाई चाहिँ अलिकति बोल्न अप्ठ्यारो भइरहेको छ लुगाले गर्दाखेरि। जस्तो छ त्यस्तै हेरिदिनु होला। हामी चाहिँ यस्तै छौँ। नागाउँ कि डिङ यसलाई मेरो फेरि कपिराइट लाग्छ। यही डाँडा हो, बरपिपल डाँडा। पुरानो यादहरू बल्ल चाहिँ आउँदैछ। फाइनल साथी टावरको नजिक आइपुग्यो। तर चाहिँ
त्यहाँ पुग्न सकेन, पुगिन्थ्यो होला, जान मन लागेन, उकालो छ अलिकति। अब त्यो टावर त्यतिखेर पहिले आर्मी बस्दाखेरि यो ठाउँमा चाहिँ हेलिकप्टर बसाल्ने ठाउँ हो। यसले चाहिँ हेलिकप्टर बसाल्थ्यो पहिले यहाँनिर चाहिँ। अहिले गाउँमा आएको छु साथीहरू। यो खुङकोटी गाउँ हो। ऊ त्यो बरडाँडा भन्ने ठाउँ हो। सो त्यो डाँडा छ नि, त्यो डाँडा पल्तिर हो देवीकोटा चाहिँ। त्यसपछि यही हो साथीहरू। धेरै ठाउँ राम्रो ठाउँ देखाउँछु भनेको थिएँ। यतातिर चाहिँ दाङको देउखोरी तलतिर पर्छ। दाङको देउखोरी चाहिँ किन देखाउन सकेन भन्दाखेरि चाहिँ अलिअलि देख्नु भयो होला, कटाकटी घर देखिरह टल्किरह। दाङको देउखोरी चाहिँ त्यो हो। यो चाहिँ अलिक उचाइ ठाउँ बरडाँडा, यो खुङकोटी भन्ने टावर हो। यो चाहिँ सानो टावर हो, 2 टावर छन्। सो यहाँनिर चाहिँ घुम्नलाई एकदम राम्रो छ, पिकनिक खान पनि आउने गर्छन् अहिले चाहिँ। अब यहाँबाट चाहिँ भ्लगिङ गरियो आज चाहिँ हामी। अब कहाँ जाने हो भन्ने कुरो कुनै निदो छैन। गाउँघरमा हेर्नु सल्लाह बुट्टाहरू सोसो हिँड्दै उकालो आएको, सोसो भइरहेछ। आजलाई यही ठाउँहरू चाहिँ देखाउँदै तपाईँहरूसँग मनोरञ्जन गर्ने कार्यक्रम। ल हेर्नुहोस्, गाईबस्तुहरू चढिरहेछन् त्यहाँनिर है साथीहरू। लुगा लाएर खासै बोल्न बनाए पनि छैन। ल अब यहीँ बसिन्छ, एकछिन आराम गरिन्छ। आराम गरेर फेरि फर्किनुपर्छ। आज खास गरी दाइको छोरोको त्यो चाहिँ पूजापाठ थियो, त्यो पूजामा आएको। अनि फेरि जाउँ न त घुम्न भनेर चाहिँ यता घुम्न आएको। बाटो खास ठिक छैन, सानो कस्तोमा ठिकै छ। त्यहाँदेखि यता आउने बाटो चाहिँ राम्रो छैन साथीहरू। अटो व्यवसाय गर्ने मान्छेहरूले चाहिँ यता आउने नआउँदा नि हुन्छ, बाटो राम्रो छैन। बाटो डेन्जरस छ। यो बाटो बनायो भने चाहिँ राम्रै हुन्छ, बनाएको छैन। सानो कस्तोमा आउँदा फरक पर्दैन। सानो कस्तदेखि चाहिँ यता चाहिँ नआउँदा नि हुन्छ साथीहरू, एकदम अप्ठ्यारो बाटो छ। सो म यहीँ बसेर चाहिँ फाइनल लास्ट भ्लग गर्छु। र तपाईँहरूलाई कस्तो लाग्छ मेरो भ्लग? मैले खासै राम्रो बनाउन त आउँदैन, र पनि आफ्नो प्रतिक्रिया कमेन्ट मार्फत दिइराख्नु होला। र मैले देखाएका ठाउँहरूमध्ये तपाईँहरूलाई कुन लोकेसन चाहिँ मन पर्यो त्यो विषयमा पनि तपाईँहरूले भन्नु होला। मैले होमस्टेदेखि लिएर हाम्रो सानीगोसको गाउँदेखि लिएर यो सानीगोस टावरसम्म यो खुङकोटीको गाउँ हल्का हल्का देखाइरहेको छु। यो ठाउँहरू हल्का हल्का मात्रै समावेश गराएको छु। सो घरहरूमा जान सकिन्न, घरहरूमा गएर चाहिँ भिडियो बनाउन पनि सकिन्न। त्यही भएर मलाई अलिकति लुगाले गर्दाखेरि बोल्न अप्ठ्यारो भइरहेको छ, त्यसको लागि क्षमा चाहन्छु। सो अब ममा यहाँ कुरो फाल्नुपर्छ। खास कुरो के हो भन्दा खास कुरो यो हो, त्यही भएर चाहिँ कुरो चाहिँ फाल्नु पऱ्यो नि त होइन साथी हो। सो अब म फाइनली एन्ड गर्छु होला भिडियोलाई। तपाईँहरूलाई के कस्तो लाग्यो मेरो भिडियो, कुन ठाउँको तपाईँहरूलाई लोकेसन मन पर्यो, त्यो ठाउँको चाहिँ तपाईँहरूले कृपया कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अनि फेरि तपाईँहरूलाई कमेन्ट गरेर अनि म कमेन्टमा रिप्लाई दिउँला है त साथी हो। ओके, बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। एन्ड धेरैजनाले मेरो भिडियो हेर्नुहुन्छ। 80%ले मेरो अनफलोवरले भिडियो हेर्नुहुन्छ। कृपया फलो गरिदिनुहोस् न साथीहरू। फलो गरेर के जान्छ तपाईँहरूले फलो गरेको बाबत तपाईँहरूले पैसा तिर्नु पर्दैन, केही गर्नु पर्दैन। त्यही हो, तपाईँहरूले चाहिँ ठाउँको राम्रो लोकेसनहरू हेर्न पाउनुहुन्छ। देश विदेशमा त यस ठाउँहरूको लोकेसनहरू खासै एकदमै हेर्न मनपर्छ नि त। त्यही भएर यसको लागि चाहिँ तपाईँहरूले मलाई सर्वप्रथम त फलो गरेर मेरो भिडियोमा 3टा जति भिडियोमा लाइक कमेन्ट गर्नुपर्ने हुन्छ। अनि तपाईँहरूलाई अनि सबै चिजको भिडियो चाहिँ हाल्ने गर्छु मैले, ब्लग मात्र नभएर सब चिजको भिडियो हाल्छु। सो हेर्नु होला है त मेरो साथीहरू भिडियो। अनि हेरेर मात्रै हेर्नु, लाइक कमेन्ट पनि गर्नु होला, आफ्नो विचार कमेन्ट बक्समा पनि राख्नु होला। सो फलो चाहिँ गरेर नबिर्सनु होला साथी। ओके, थ्याङ्क यू सो मच साथी हो। थ्याङ्क यू सो मच, बाई बाई।